आज नि म भाँडा माझ्न सजिलो हुने हिसाबले भाँडाहरूलाई रेड गर्न जाँदैछु। भनेको हामीले जब भाँडा माझिन्छ नि त्यतिखेर कत्तिको मजाले निस्किन्छ र कत्तिको सजिलो हुन्छ त्यो माझ्न त्यो हिसाबले। सबभन्दा पहिला हाम्रो भात खाने प्लेट नि खासै गाह्रो हुन्न के माझ्न। दुईचोटि घोसेपछि पुग्छ राम्रोसँग भिजेछ भने। र माझ्न पनि मजा आउँछ क्या त्यो अगाडि पछाडि ठ्याक्क घुमाइ घुमाइ माझ्न पाइन्छ त्यो चाहिँ मजा आउँछ। हो त्यसलाई चाहिँ मैले 8/10 रेट गर्छु। त्यसपछि छ हाम्रो कटौरा है। ल कटौरा नि माझ्न खासै गाह्रो हुन्न त्यो नि लास्टै सजिलो चाहिँ हुन्छ दुईचोटि घुमाएपछि पुग्छ तर भात प्लेटमा चाहिँ मजा आउन्न के त्यो प्लेटमा त धेरै ठाउँ पाइयो नि घुमाउन यसमा यति मात्रै घुमाउनु पर्छ त्यही भएर यसलाई चाहिँ मैले 6/10 दिन्छु। प्लेट पछि छ हाम्रो ग्लास पानी पिउने ग्लास अझ स्टिलको ग्लास छ भने त त्यो त झन् झ्याउ हातभित्र घुसाउनु पर्छ त्यो निख्रिँदा अझै चियाको गिलास छ भने पनि झ्याउ छ। त्यही भएर त्यसलाई चाहिँ मैले अलिक थोरै रेट गर्छु 4/10 रेट गर्छु ग्लासलाई। त्यसपछि चाहिँ हाम्रो भात पकाउने कुकर त अब यदि भात निख्रे छैन भने त्यहाँ तल भात पुरै लाखा अझै कुकर डढ्यो भने यस्तो झ्याउ लाग्छ त्यो माझ्न। त्यो जाली हुन्छ नि जालीले माझ्यो जालीभरि भात लतपतेर आएको हुन्छ देख्दा नि कस्तो कस्तो हुन्छ। खासै मजा आउन्न है यो कुकर माझ्न नि कुकर नि झ्याउ लाग्दो डढेको कुकर निहार नि सकिन्न आगामा पकाइएछ भने झन्। त्यही भएर कुकरलाई चाहिँ मैले -10 दिन्छु -10/10। र त्यसपछि चाहिँ हाम्रो सेतो चियाको दिउरी भनेपछि चाहिँ मलाई एकदमै रिस उठ्छ है माझ्न। यस्तो रिस उठ्ने अझै त्यो एकचोटि पकाएको वाला चिया होइन अलि धेरैचोटि पाकेको हुन्छ नि जस्तो 5-6 चोटि एउटै भाँडामा पकाइएको हुन्छ नि हो त्यो वाला यस्तो रिस उठ्दा त्यहाँ चियापत्ती त्यही लतपत्तेको हुन्छ त्यो पुरै अब बााउन्ड्री भरिदियो क्या चिया लतपत्ते चियाको त्यो जमेर पुरै त्यही लगाएको हुन्छ त्यो माझ्दा नि यति गाह्रो हुन्छ। जालीले माझो जारीभरि चियापत्ती हातभरि चियापत्ती जहाँ त्यही चियापत्ती हुन्छ राम्रोसँग नभिजाइकन माझियो भने। त्यही भएर यसलाई चाहिँ मैले -इन्फिनिटी दिन्छु है। यो चाहिँ मेरो हेटेस्ट भाँडा हो क्या भाँडा माझ्दाखेरि सेतो चियाको भाँडा बाहेक मैले अरू जे पनि माझ्न सक्छु।